साथीहरूले चाहिँ यहाँ माछा मार्दैछ क्या होइन। यहाँनिर चाहिँ यो बल्छी हो होइन। र यी झोलामा चाहिँ अब माछा मार्नको लागि चाहिँ अब सबै सामानहरू लिएर आएको हुन्छ। अनि उनीहरूले चाहिँ अब हाम्रो नेपालमा चाहिँ अब खेतमा हुन्छ नि गनेउला भन्छ नि, त्यही गनेउला हुन्छ के र होइन। यहाँ भनेको चाहिँ अब उनीहरूले चाहिँ अब झिँगा माछा किनेर वा ल है माछा त अनि खै खै नदी बनाउने खासै ठुलो त छैन है। यो सानो छ, ठुलो पनि आउँछ। सेतालो जस्तो छ नि, सेतालो हो क्या यो होइन। बसबाट ट्राई गरेको होइन। यहाँनिर चाहिँ यिनीहरूले चाहिँ झिँगा माछा चाहिँ अब किनेर लिएको रहेछ। कतिको लिएको अरे भाइ? 10 रियालको झिँगा माछा लिएको छ। यो झिँगा माछालाई चाहिँ यिनीहरूले हुन्छ नि सानो सानो पिस गरेर काटेको छ। अनि यसलाई चाहिँ यो हाम्रो यहाँ बल्छी छ होइन, बल्छी छ। यो बल्छीमा चाहिँ यिनीहरूले मुन्छ होइन। मेरो चाहिँ उता अब झ्याप्प लाएर भाइहरू माछा मारिरहेको छ होइन। यो गाइस अब फेरि यतातिर मलाई बल्छीले फेरि उता किनेर नि यो साइडमा जानुपर्छ। कैँची पनि लिएको छ। कैँचीले काट लागेको छ झिँगा माछालाई। कैँचीले काट्नु लाग्यो। आमामा 10 रुपियाँको झिँगा माछा चाहिँ कति मिल्दो रहेछ नि केजीको हिसाबले हो। केजी यो 30 रियाल केजी हो। 30 रियाल ठिक छ। भनेपछि तिम्रो त अब साँझैसम्म बस्छौ क्या यहाँ। एउटा माछा चाहिँ आइसक्यो। केटाहरू चाहिँ पुरा बन्दोबस्त गरेर आएको रहेछ क्या माछा मार्नको लागि। समुद्र चाहिँ यही हो। मैले अघि नै भनेको थिएन माछा उफ्रिरहेको छ भनेको थिएन मैले। ए क्या गाइस केटाहरूले माछा मारिराखेको छ होइन। रमाइलो भइराखेको छ। एउटा दामी ठुलो माछा आयो भने त मजा हुन्थ्यो नि। अहिले चाहिँ अब 2 जनै लाग्दैछ है, 2 जनै लाग्दैछ। अघिनको माछा चाहिँ यता छ कि भाग्ला फेरि धौलो मारेको केटाहरूले भिज्दो रहेछ यार। त्यो काँडा त यार यस्तो छ कि म तपाईँलाई चाहिँ क्रिकेट तरिकाले चाहिँ देखाउन खोजेको। लास्ट काँडा हुँदो रहेछ यार। Ayo. Wow, look at this guys. This is fish. Wow. अघिनको जत्रै छ नि यो हैन? किन ठुला माछा आउँदैन नि के हो? यत्रै 50 पिस भयो त भइयो गरे भाइ। हैन र? तिम्रो 2 मिनेटको अन्तरमा आएन र?
2 मिनट पनि लागेन, 1 मिनट भनौँ न होइन। भाग्ला फेरि यति गइराखेको छ ल, फेरि अर्को आयो। साना यो कस्तो खाले माछा रहेछ यार। अर्कै छ यो माछा, नेपालको टेङ्ग्रा माछा। ओके आमामा हेर्नुहोस् त यो माछा कस्तो यार। माछा त यार यो त अर्कै खाले माछा छ। तर यहाँको माछाको चाहिँ काँराहरू चाहिँ डेन्जर हुने के। आमामा अहिले यति सानो माछा छ होइन। आमामा यो कस्तो खाले यार, सेतो टाइपको माछा छ नि यो त। अहिलेसम्म कतिवटा 4वटा माछा आयो नि, 4वटा माछामा चारवटै माछा फरक टाइपको माछा के। त्यसलाई राम्रोसँग देखाइदिन्छ त्यो भाग्छ यार अहिले। यो माछा फेरि अर्कै खाले छ, हेर्नुहोस् त यो माछा अर्कै छ होइन। यो माछा अर्कै छ कि। फेरि अर्को माछा आयो। ओ माइ गॉड, तर सेम टाइपको माछा है। ठिक छ, तर यति सानो माछा यार यो त पापै लाग्ने जस्तो माछा छ यार। यति सानो माछा त यार अलिक ठुल्ठुलो भएको भए राम्रो हो नि। ठुलो पनि आउँछ अब, सानो केटाहरूले माछा चाहिँ मारेको छ कि, तर सानो माछा आइरहेको छ कि। ल ठिक छ ल, एकपटक लु अब भिडियोको अन्त्य गरौँ लु भाइ। ल के त ल भाइ हाई गरिदियो त ल है।